हजुर नमस्कार। आज चाहिँ मैले हजुरहरूलाई एउटा पुरानो कथा सुनाउन गइरहेको छु। म चाहिँ यता पढेर सुनाउँछु ल। एकजना हरिबहादुरको कथा हो है। हरिबहादुर सुतिरहेको बेला निद्रामा ओछ्यानमै पिसा फुस्कियो। छोरा बुहारीले नदेखुन् भनेर हरिबहादुर काकाले सफा गर्न थाले। हिजो मात्रै बुहारी सङ्गीताले धोएको सफा तन्ना ओछ्याइदिएकी थिइन्। ओछ्याउने बेला भन्दै थिइन्, आफ्नो श्रीमानलाई सुनाउँदै थिए, यदि अर्को पटक पनि बुवाले ओछ्यानमा पिसाब फेर्नुभयो भने मैले सफा गर्दिनँ नि। बरु घरै छोडेर हिँड्नु परे पनि परोस् भनेर बुहारीले सुनाइन्। त्यही कारणले छोरा बुहारीले हिजो पनि पानी पिउन दिएनन्, किनकि धेरै पानी पिएपछि भरे सुत्ने बेलामा ओछ्यानमा पिसाब फेर्लान् भनेर। 90 वर्षीय हरिबहादुर काकालाई जबदेखि किडनीको समस्या भयो तबदेखि कहिलेकाहीँ ओछ्यानमा नै पिसाब फुस्किन्छ। बिचरा हरिबहादुर काकालाई पछुतो पनि धेरै हुन्छ। हतार ओछ्यानबाट तन्ना निकालेर हरिबहादुर काकाले बाथरुममा लगेर जानुभयो। छोरा बुहारी आज आफ्नो बुहारीको भाइको बिहामा जानको लागि नयाँ कपडा किन्न बजार गएका थिए। अनि उनीहरू चाहिँ बजार गएको बेलामा चाहिँ यस्तो भएछ है। त्यसैले उनीहरू ढिलो घरमा फर्किन्छन् भन्ने काकाले सोचे। उहाँलाई भोकले पनि एकदम भोक पनि लागिरहेको थियो। काकाको सास बढ्न लागिरहेको थियो। तब उहाँको अगाडि अचानक छोरा बुहारी उभिएको देख्नुभयो। उहाँले भन्नुभयो, बुहारी अब सक्दिनँ, मैले तन्ना धोइसकेँ। छोरा उमेशले आफ्नो बुवा हरिबहादुरलाई सहारा दिएर कुर्सीमा लगेर बसाल्यो। बुहारी कर्किन झर्किन सुरु गरिन्। देख्नुभयो, फेरि तपाईँको बुवाले ओछ्यानमै पिसाब फेर्नुभयो, ओछ्यान बिगार्नुभयो, कति धेरै गन्ध आइरहेको छ। बुवालाई अस्पतालमा भर्ना गराइदिनुहोस्। बुवाले अरू केही बोल्नु अगाडि उमेशले भन्यो, तिमी पनि आफ्नो माइत जान सक्छौ, तर म आफ्नो बुवालाई कसरी छोड्न सक्छु। जब म सानो हुँदा आफूले सुरुवालमै टोयलेट गर्थेँ, मेरो बुवाले सफा गरिदिनुहुन्थ्यो। जब बुवा बजारमा कुनै समारोहमा जान लाग्दा मैले कतिपटक बुवाको कपडामा पिसाब फेरेको छु। त्यति बेला बुवालाई घिन लागेन होला। बुवाले एक शब्द पनि केही बोल्नुभएको थिएन। मलाई बरु हाँस्दै सायद परिगयो भन्दै सफा गरेर त्यही चिसो कपडा लगेर जानुहुन्थ्यो। हिँड्नुहोस् बुवा, पुरै भिज्नु भएछ तपाईँ, चिसो लाग्छ, चिया बनाऊ बुवा। छोराले दराजबाट नयाँ तन्ना निकालेर हरिबहादुरको ओछ्यानमा बिछाइदियो। बुबालाई बसाल्यो, कपडा फेरिदियो। आफ्नो हातले चिया बनाएर बुबालाई चिया बिस्कुट खुलाउन थाल्यो। हरिबहादुर काका काप्दै गरेको हातले छोरालाई आशीर्वाद दिन उसको शिरमा हात राखे। आँखाबाट आँसु बग्दै थियो। ती आँसुलाई कुर्ताको एक छेउले पुस्दै हुनुहुन्थ्यो। अगाडि झुन्डाएको फोटोलाई हेर्दै मनै मन भन्नुभयो, हेर त उर्मिला, तिमीले भन्थ्यौ नि म मरे भने तपाईँको कसले ख्याल राख्छ भनेर। हाम्रो छोरा उमेशले हेर त कसरी म बुढोको सेवा गरिरहेको छ। बुहारी पनि ढोकाको पछाडि पश्चातापको आँसु झार्दै थिइन्। यो मेरो चाहिँ एउटा पुरानो कथा हो। यो चाहिँ मैले सन्तोष कार्कीको फेसबुकबाट चाहिँ लिखेर पढेको हो होइन। एकदम राम्रो लाग्यो।